हेलो वेलकम टु माई भ्लग। आज चाहिँ म भ्लगिङ गर्ने मुडमा त थिएन अनि एक्कासी लेट्स डु अ भ्लग भन्ने भयो अनि त्यसपछि म चाहिँ सुरु गर्न थालेँ अनि हामी चाहिँ पुरै यो अनप्लान भनौँ न। अनि त्यसपछि म र बहिनी भएर हामी फ्रेस हुन जाम भनेर हामी जाँदै थियौँ, घरबाट निस्क्यौँ अनि हामी चाहिँ यही जयगुटी पुग्दा बित्तिकै थाहा हामीले यो छिमेकी कटेज देख्यौँ, भित्रको भाइब नि दामी थियो। अनि त्यसपछि हामी गयौँ अनि त्यसपछि हामी चाहिँ पहिला नि सोचिरहेको थियौँ यहाँ जानुपर्छ भनिरहेको थियौँ, बट त्यस्तै भइरहेको थियो अनि गएनौँ। बट आज चाहिँ यो टाइम मिल्यो र हामी गयौँ अनि हामी रमाइलो भयो, त्यहाँ गएर नि रमाइलो, भाइब्स चाहिँ दामी थियो, एम्बियन्स पनि राम्रो, फुड पनि राम्रै छ। सो हजुरहरू पनि जानु होला। हामी चाहिँ त्यहाँ गएर अर्डरहरू दियौँ अनि त्यहाँ हामी चाहिँ भाइब्समा डुब्दै थियौँ, रमाइलो गरिरहेको थियौँ। यत्तिकैमा हाम्रो खाना पनि आउँछ। हामीले चाहिँ अर्डर गरेको थियौँ एउटा पिच आइस टी र अनि अर्को चाहिँ आइस भ्यानिला ल्याटे। अनि त्यसपछि हामीले हाम्रो फेभरेट, बहिनीको र मेरो फेभरेट त छुट्याउनै हुन्न, हामी जहाँ गए पनि हाम्रो फेभरेट हट विङ्स हामीले त्यो पनि अर्डर गरिसकेको थियौँ। बहिनी त स्टार्ट पनि गरिसकेको छ, कति मनपर्छ उसलाई भने यो। अनि हामी चाहिँ खानामा मस्त इन्जोय गऱ्यौँ, एकछिन फुड मात्र फोकस फुडमा भयो। अनि हामी सो मच खाना भनेपछि हामी फेरि लास्टै फुडी छौँ गाइज। अनि हामी खाना थाल्यौँ। किनकि अझै लाग्छ माया तिम्रो मलाई, कि हाँसु खाना सबै सकियो। अब हामी घर जान लाग्यो। यहाँ ब्याग स्याग
एक्साइटेड भएर बाई बाई अब हामी घर जाँदैछौँ गाइस हाम्रो के भन्छ यो आजको नाइट आउट गाइस छ तिम्रो गाइस हाम्रो आज हामी त क्याफे गएर फर्किँदैछौँ क्याफे नै हाम्रो भइरहेको बाटो Friday clock just hit 5. Shake the week off, feel alive. Jeans ripped at the knee, lipstick stains on whiskey. Neon lights through Uber glass, laughing at our working class. Money's problems fade to gray, weekend vibes won't obey. हामी चाहिँ भजनमा जान आँटेको यहाँ हामी आउँदा आउँदै एउटै बाटो पेपर भइरहेको रहेछ गइदिउँ न त भनेर हामी आमाहरू एकदम आमा मान्छे होइन मनपर्छ कि भजन कीर्तन बाहुनको छोराछोरी भएर नि होला त्यस्तो धेरै मनपर्छ है सो साथीहरू हामी चाहिँ भजनमा गएर नाचेर भजनको आनन्द लिएर अब हामी चाहिँ यहाँ चाहिँ रेस्ट गर्दैछौँ भजन गाउँदै र मन्दिरमा गएर मन पनि आनन्द नाचेर पनि आनन्द भएर हामी चाहिँ घर फर्किन लाग्यौँ गाइज हामी फाइनली हामी घर आयौँ यो चाबी खोल्दै हुनुहुन्छ हाम्रो बहिनीले अनि हामी चाहिँ आइसकेको छौँ घर सो अब चाहिँ चाबी खोलेर भित्र जान्छौँ है त रमाइलो भयो यस्तो रमाइलो भयो सो गाइज हामी चाहिँ होइन फाइनली घर आयौँ यस्तो थकित अवस्थामा कहाँ गएको मान्छे कहाँ पुगेर आयौँ यो हेर्नको लागि चाहिँ फुल भ्लग हेर्नुपर्छ हजुरहरूले अनि लास्ट रमाइलो भयो किन है कति नाच्यौँ कति त सबै ब्लगमा राखाइ यो के गरौँ कसो गरौँ पुरै भिडियो हेर्नुपर्छ पुरै भिडियो हामीले राख्छौँ होला हामी हजुरलाई देखाउँछौँ मिल्दै कतै राख्छौँ अब सी यू अन द नेक्स्ट ब्लग है त सब्सक्राइब बाई बाई थ्याङ्क यू
अनि हामी मन्दिर आएर नाचेर यहाँ हामी थकै लाएर हामी चाहिँ यहाँ भजन गाउँदैछौँ। मन्दिर गएर हामी भजनको आनन्दको साथ यहाँ रमाइलो पनि भइरहेको थियो। हामीलाई मन शान्त बनाएर भगवानको दर्शन गरेर हामी घर फर्कियौँ।